गाइस हामी चाहिँ कागमारा पास गरेर हिजो चाहिँ हामी चाहिँ अब तपाईको से कर्णाली होटल भन्ने ठाउँमा बस्यौँ। से कर्णाली होटल भन्ने ठाउँमा बसिसकेपछि आज बिहान हामी चाहिँ त्यहाँबाट 10 बजी हिँडेको। समथिङ 1 घन्टा भयो यहाँ हिँडेको। यो जब मैले भिडियो बनाइरहेको छु गाइस, यो भिडियो चाहिँ हाम्रो सेफुक्सुन्डोकसम्मको यात्राका भिडियोहरू, केही साना क्लिपहरू म हजुरलाई देखाउने छु। यस्तै छ। अब हामी चाहिँ यो हिँडिरहेको छु। म हिँड्ने क्रममा कहिलेकाहीँ चाहिँ अब यो ट्रेकमा एकदमै बाधा अर्चनाहरू आइपर्छन्। एकदमै गाह्रो छ। अब हेर्नुहोस् पछाडिको सिनहरू एकदमै मोबाइल र ब्युटिफुल सिनहरू देख्न सक्नुहुन्छ। त्यो भएर मैले यो तपाईँलाई भिडियो देखाएँ। ट्रेक हिँड्ने क्रममा छु। तर यो म धेरैचोटि भयो फोक्सुन्डो ट्रेक हिँडेको। अब योचोटि चाहिँ हामी कागमारा पास गरेर फोक्सुन्डो ट्रेक हिँडेको। किन योचोटि एकदमै मलाई यहाँको वातावरण र योचोटिको सिन र मौसम एकदम राम्रो लाग्यो। एन्ड हामी टुगेदर है। नमस्ते नमस्ते। एन्ड हामी कन्टिन्यू हेर्दैछौँ। किन योचोटिको सिन चाहिँ एकदमै राम्रो लागेर मैले सेल्फी क्लिपहरू देखाउँदैछु। र म चाहिँ एकदमै युट्युब त खासै होइन, त्यही पनि मैले एकदमै सानो फोटो भिडियोहरू हाल्न माग्यो। यति राम्रो सिनहरू देखेर अलिकति एडभेन्चर जस्तो लागेर म यो बाटो जाने मन गरेँ। तर त्यो बाटो चाहिँ अर्को पनि छ। तर यो अलिकति अप्ठ्यारो बाटो भएको कारणले मलाई अलि एडभेन्चर गर्नु चाहिँ अलिकति डर लागेको कारणले म यो बाटो अलिकति एकदमै गाह्रो भएर भिरबाखमा यसरी वेट एक हातमा सेल्फी एक हातमा स्टिक अलिकति गाह्रो भयो गाइस होइन। म यस्तो एडभेन्चर देखाउन मन लाग्यो। अनि यो चाहिँ क्रस गरिसकेपछि अनि सिनहरू एकदमै राम्रो सिनहरू देखेको कारणले मैले सके एउटा सानो क्लिपहरू लिन चाहेँ। अनि यो अलिकति डेन्जर तर राम्रो भ्युज भएको कारणले गाइस चले योचोटि यो टाइम चाहिँ छुट्टै खालको रमाइलो यो सिनहरू देखेँ। त्यही भएर सके भिडियो कैद गरेको छु।